भने हामी 5औं अध्यायको कथा श्रवण गर्दैछौँ। सर्वप्रथम मङ्गलाचरण। कस्तूरी तिलकं ललाटपटले वक्षस्थले कस्तुभं नासाग्रे वरमोतिकं करतले वेणुकरे कङ्कणं सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपास्त्री परिवेष्टितो विजयते गोपालचूडामणि कुल्यान्दिवरकान्तिमिन्दुवदनं वरहावतं सप्रियं श्रीवादसङ्गमुदारकौस्तुभधरं पीताम्बरं सुन्दरं गोपीनयनोत्पलार्चिततनुं गोवसङ्गावृतं गोविन्दं कलवेणुवादनपरां दिव्याङ्गभूषं भजे। श्री पुराण पुरुषोत्तम भगवानको र 5औं अध्यायमा पनि नारदजी महाराजले बडा विभिन्न प्रकारका प्रश्न गर्न थाल्नुभयो। नारदजी भन्नुहुन्छ, किमु वाच महाभाग श्रुत्वा तद्वचनं हरि शरणाग्रे निपतित मधिमा सतपो निधे। नारदजीले भन्नुहुन्छ, हे हरि भगवान, त्यो मलमास जब हरि भगवानको त्यही वैकुण्ठमा लड्यो अनि त्यही चाहिँ नि ढलेको मधमासलाई भगवानले के गर्नुभयो त भनेर 5औं अध्यायमा सोध्न थाल्नुभयो। र नरनारायण भगवानले भन्नुहुन्छ, हे नारदजी ध्यान दिएर सुन्नुहोला, हरिले त्यतिखेर के गर्नुभयो। अनि आज तपाईँ धन्य हुनुहुन्छ, त्यही भएर श्री हरिका भगवानका कथाहरूलाई तपाईँले सोध्दै हुनुहुन्छ र कथामा रुचि छ। कथामा जसको रुचि हुन्छ त्यसलाई भक्ति पलाएको अवश्य। नारदजी यस्ता प्रकारले यति सुनिसकेपछि कि महाराज नारायणले भन्नुभयो, पाप रहित निष्पाप हरिले जो भन्नुभयो त्यो सबभन्दा ठुलो सुन। हे मुनि श्रेष्ठ नारद, तिमी धन्य छौ जो मलाई आज यस्तो असल कथा सोधिरहेका छौ। भगवान श्रीकृष्णले उतापट्टि पाण्डवहरूलाई श्रवण गराइरहनु भएको छ। श्रेणु तत्र आज हे बाबु अब चाहिँ सुन कि भगवान श्री साक्षात् श्रीकृष्णले अर्जुनलाई तब वैकुण्ठमा भएको त्यो वृत्तान्त श्रवण गराउन लाग्नु। म भन्दछु यतिखेर त्यहाँ मूर्छित भएको मलमासलाई हरिले आफ्नो आँखामा आज अगाडि देख्नुभयो र अनि तत्पश्चात त्यो भगवानले इसारा गर्नुभयो गरुडजीलाई। अनि तत्पश्चात गरुडले त्यो मूर्छा परेको मलमासलाई आफ्नो पखेटाले हम्किदिए, हावा लगाइदिए। हावा लगाइसकेपछि उठेको अधिक मासले फेरि पनि भन्न लाग्यो, अरे हे विभु, यो मलाई मन पर्दैन, किनभने अब अनि अधिक मासले भगवानलाई भन्न थाल्यो, अरे मलाई हम्केर के गर्ने, एकैछिन शान्त भएर हुँदैन, मैले धेरै दुःख पाएको छु, मलाई सबैले हेपेका छन्। हे प्रभु, जगतलाई उत्पन्न गर्नेवाला, हे जगतका पति विष्णु, मलाई रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस्, रक्षा गर्नुहोस्। पाहि पाहि जगत धाता, पाहि विष्णु जगतपति, उपेक्षसे कथम नाथ शरणम मामुपागतम। तपाईँले मलाई किन उपेक्षा गर्नुहुन्छ? कि म तपाईँको भक्त होइन? आज म तपाईँको अगाडि आएर रोइरहेको छु, भगवान मेरो रक्षा गर्नुहोस् भनेर भन्न लाग्यो। किन व्यवस्था गर्नुभएको छ? यस्तो भनेको सुनेर काँपिरहेको मलमासलाई बारम्बार विलाप गरिरहेको देखेर अधिक मासलाई वैकुण्ठमा रहने ऋषिकेश भगवानले भन्न थाल्नुभयो। अरे विष्णुले भन्नुहुन्छ, वत्स, हे बाबु उठ उठ, तिम्रो कल्याण हुनेछ। उत्तिष्ठोत्तिष्ठ भद्रं ते विषादं सत्यमा कुरु। बाबु, तिमी विषादम वत्समा कुरु, विषाद तिमी नगर बाबु। अब तिमी रुनु पर्दैन, अब तिम्रो उद्धार हुन्छ र तिमी वैकुण्ठ आएका छौ। त्यस कारणले गर्दा हे निरीश्वर ईश्वर बिनाको महिना
तिम्रो दुःख पार लाग्ला जस्तो मलाई लाग्दैन भन्न थाल्यो। यति भनेर अनि प्रभुले केही बेर यसको उपाय मनमा सोचेर निश्चय गरी मधुसूदन भगवानले फेरि यस्तो कुरो भन्न थाल्नुभयो। विष्णु भगवानले भन्नुहुन्छ, हे बाबु, योगीहरूलाई अत्यन्त दुर्लभ अर्थात् मुस्किलले पाइने गोलोक छ। मेरा साथ आऊ, यहाँ पुरुषोत्तम भगवान कृष्ण हुनुहुन्छ, जाम तिनै कृष्ण भगवानको समीपमा जाम्ला। यो कस्तो छ त त्यहाँ भगवान भनेर भन्दा, गोपिका वृन्द मध्यस्थो दिभुजो मुरलीधर नवीन नीरदः श्यामो रक्त पंकजलोचन। भगवान गोपीका झुण्डहरूको बीचमा रहनेवाला, दुई हात हुनेवाला, मुरली लिनेवाला, नयाँ मेघको जस्तो श्याम वर्ण भएका, रातो कमलका समान नेत्र भएका, शरद कालको पूर्ण चन्द्रमा जस्ता सुन्दरता समान अति सुन्दर मुख भएका, करोडौं कामदेवका सुन्दरता पनि भगवानको सुन्दरतामा गएर निछावर हुन्छन्। र यस्ता मनोहर भगवान शरदकालको पूर्णिमा जस्तो जो भगवानको मुख छ, पीताम्बर धारण गर्नु भएको छ, वनमाला सुशोभित हुनुभएको छ, राम्रा राम्रा रत्नहरू धारण गर्नु भएको छ र भक्तवत्सलहरूलाई आज दया गर्ने कस्तुरी र केशर मिश्रित चन्दन धारण गर्नेवाला भगवान श्री सर्वाङ्गमा भगवानले चन्दन पोत्नु भएको छ। वक्षस्थलमा श्रीवत्स चिन्ह छ, चामर चम्किने कौस्तुभ मणिले सुशोभित भएको छ। बाबु, उत्तम भन्दा उत्तम रत्नहरूले खचिएका किरीट कानमा पहिरिएका भगवान अनि कुण्डलहरूले प्रकाशमान रत्नका समूहले बनाइएको दिव्य सिंहासनमा भगवान श्रीकृष्ण बस्नु भएको छ। र अनि यस्ता प्रकारले पार्षदहरूले घेरिएका छन्। उहाँ नै पुराण पुरुषोत्तम र परब्रह्म हुनुहुन्छ। त्यस कारणले गर्दा सर्वस्वतन्त्र हुनुहुन्छ, सारा ब्रह्माण्डको बीज हुनुहुन्छ, सबैको आधार हुनुहुन्छ। उहाँ श्रेष्ठ भन्दा पनि श्रेष्ठ हुनुहुन्छ, अति श्रेष्ठ हुनुहुन्छ भगवान। र उहाँ नै निष्प्रिय निर्विकार परिपूर्णतम प्रभु माया जालबाट छुट्दै सर्वशक्तिमान गुणरहित नित्य शरीरधारी अर्थात् अविनाशी अजर अमर हुनुहुन्छ। त्यहाँ हामी दुवैजना जाउँ। श्रीकृष्ण भगवानले तिम्रो सारा दुःख हरिदिनुहुन्छ होला, जाम हामी पनि जानुपर्छ भनेर हे नारद, उहिले प्रलयको बेलामा अज्ञानहरूको महान अन्धकारलाई ध्वंस पार्ने, ज्ञानहरूको बाटोलाई उज्यालो देखाउने केवल ज्योति प्रकाशहरूको उहाँ हुनुहुन्थ्यो, जुन ज्योति करोडौं सूर्यको समान कान्ति भएको थियो। असंख्य पार नपाइने अपार विश्वास भन्ने कारण थियो। र त्यस्तो तेज स्वेच्छा विभु प्रभु कुनै ठुलो जजाल्यमान उज्जल्य ऐश्वर्य हो। भगवानको त्यही चाहिँ ऐश्वर्य ठुलो हो। त्यस कारणले गर्दा जुन ज्योतिको भित्र अन्तर सुन्दर 3 लोक विराजित छन्, हे नारद, त्यही 3 लोकादि मध्ये नै अविनाशी कहिल्यै नाश नहुने ब्रह्म जस्तै गोलोक विराजमान रहेको छ। त्यो गोलोक धाममा चाहिँ नि भगवान श्री हरि प्रभु परमात्मा विष्णुले के गर्नुभयो त भन्दा, त्यो गोलोक 3 करोड योजन फैलिएको छ, चाक्लो छ, जसमा आकाश मण्डलाकार गोलो छ अनि चमचम चम्किरहेको छ, विशाल तेजको राशि अनि रूप बडा सुन्दर छ, अत्यन्त श्रेष्ठ रत्नै रत्नको त्यहाँ चाहिँ भूमि छ। योगीहरूले सपनामा पनि नदेखिने त्यो चाहिँ गोलोक धाम हो अरे। योगीहरूले सपनामा देख्न पनि बडा गाह्रो छ, तर विष्णु भक्तहरूले सजिलै देख्न सकिन्छ, जान पनि सकिन्छ। र त्यहाँ जसलाई ईश्वरले आफ्नो योग शक्तिद्वारा अडाइरहनु भएको छ, यस्तो गति उत्तम लोक अन्तरिक्षमा रहेको छ। यो लोक आदि व्याधि बुढाइ मृत्यु शोक आदि कुनै कुरा पनि छैन। र यहाँ महाराज यस्तै गरी
असल असल रत्नहरूले जडिएका असङ्ख्य मन्दिरहरूले जो सुशोभित छ त्यो गोलोक र त्यस गोलोकको तल 50 करोड योजन फैलावटको भित्र दाहिनेतिर वैकुण्ठ लोक छ, बायाँतिर उस्तै गरी अनि मनोहर शिवलोक छ। 1 करोड योजनको फराकिलो मण्डलाकारको वैकुण्ठ लोक र लक्ष्मी साथैमा रहेका चतुर्भुज 4 हात हुनेवाला भगवान यहाँ चाहिँ बस्नुहुन्छ। सबै स्त्रीहरू छम छम बज्ने नुपुर, मेखला, कन्दनी आदि धारण गरेका हुन्छन् र ती त्यस्तै लक्ष्मी जस्तै राम्रा देखिन्छन् वैकुण्ठमा रहेका स्त्रीहरू भनेर भन्नुहुन्छ। र यस्ता प्रकारले यस गोलोकको बायाँतिर शिवलोक छ, 1 करोड योजन फैलिएको छ र त्यो लय शून्य प्रलय नहुने छ। अनि सृष्टिमा विद्यमान अवस्थामा पार्षद अङ्गहरूले घेरिएको छ। हे भाग्यमानी नारद, जहाँ शिवजीका गणहरू रहन्छन् ती सबै गणहरू जिउभरि खरानी घसेका छन्, नाग सर्पका माला लगाएका छन् अनि अर्धचन्द्रमाले निधार सुशोभित भएका छन्। त्रिशूल र पट्टिस आदि हातमा लिएका छन् एवं संसार साराले शिरमा गङ्गा अड्याएका अत्यन्त सुरा मानव शिवजी जस्तै जताततै यहाँ व्यक्तिहरू देखिन्छन् र अनि साक्षात शिव स्वरूप भएका ती गणहरू चाहिँ बडा आनन्दले बस्ने गर्दछन्। गोलोकको भित्र अत्यन्त सुन्दर ज्योति छ। त्यो ज्योति अत्यन्तै रहर लाग्दो र बडा दिव्य छ र यसै गरी हर हमेशा परमानन्दको कारण छ, किनभने योगीहरू योगले प्राप्त भएको ज्ञानरूपी दिव्य आँखाले हर हमेशा आनन्दमय निराहार र यसै गरी अत्यन्त श्रेष्ठ यसै ज्योतिको ध्यानमा सधैँभरि लीन भएर ध्यान गर्ने ज्योति भनेको त्यही ज्योति हो। र यसै गरी त्यस ज्योतिको भित्र अत्यन्तै मनोहर असाध्यै राम्रो एउटा रूप छ र जुन रूप नीलकमलको फूलपत्र जस्तो श्याम वर्णको अनि रातो कमलको कोपिलो जस्तो आँखा भएको अनि हमेसै करोडौं शरद पूर्णिमाको पूर्ण चन्द्रमा जस्तो शोभा पाएको अत्यन्त शोभायमान मुख चेहरा भएको करोडौं कामदेवको समान सुन्दरताको अनि लीला उस अति राम्रो अनि यसै गरी धामको स्थान भएको र त्यो चाहिँ नि ठ्याक्क चाहिँ नि बिचमा भगवान श्री दिभुज मुरली हस्तम भगवान 2 हात भएका हातमा मुरली लिएका मुस्कुराइरहनु भएको पीताम्बर पहेँलो वस्त्र धारण गर्नुभएको श्री वत्सले सुशोभित हुनुभएको र यसै गरी वक्षस्थल छाती भएका अब वक्षस्थल छातीमा साक्षात चरण चिन्ह स्थापित भएका यस्ता चमर अनि आदिहरूले भगवानका सेवा गरिरहेका छन्। करोडौं असल असल रत्नहरूले चमचमाउँदा क्रीट कुण्डलको चहकिला अति रत्नहरूको सिंहासनमा बसेका वनमाला धारण गरेका श्रीकृष्ण नामधारी उनै प्रभु परमात्मा पूर्ण प्रभु परब्रह्म हुनुहुन्छ। आफ्नो इच्छाले नै संसारलाई नचाउनेवाला र यसै गरी सबै सृष्टिका मूल कारण र आधार पनि उहाँ नै हुनुहुन्छ र परभन्दा पनि पर अर्थात् अति श्रेष्ठ हुनुहुन्छ। 12 वर्षीय उमेरवाला हुनुहुन्छ। 12 वर्षभन्दा 13 वर्ष पनि लाग्नुहुन्न। अनि यसै गरी निरन्तर गोठालाहरूको बेसमा रहनेवाला करोडौं पूर्ण चन्द्रमा जस्तो शोभित भएका यस्ता भक्तहरूलाई दया गर्ने निष्प्रिय कामादि विकारले रहित परिपूर्ण तमाम यस्ता स्वामी रास मण्डलका बीचमा बसेका शान्त स्वरूप रासलीलाका स्वामी हरि अमङ्गललाई हरण गर्नेवाला मङ्गल स्वरूप हुनुहुन्छ। यस्ता प्रभु परमात्मा सत्य स्वरूप हुनुहुन्छ, कहिल्यै ननासिने हुनुहुन्छ र आदि पुरुष भगवान हुनुहुन्छ। अनि उहाँलाई अनेकौँले स्तुति गरेका हुन्छन्। नित्य स्वतन्त्र र एक शान्त रूपी भक्तहरूलाई मनमा शान्ति दिनेवाला
र यस्ता परमात्मालाई शान्त अर्थात् शान्ति वैष्णवहरू हमेसा ध्यान गर्ने रूप नै त्यही कृष्ण भगवानको रूप हो र यस्ता प्रकारले त्यो उत्तम रूप धारण गर्नेवाला भगवान उही एक आनन्द कृष्ण मात्रै हुनुहुन्छ। आनन्द कन्द भगवान कृष्ण हुनुहुन्छ, कृष्णभन्दा अरू कुनै पनि छैन। र अझै नारायण भन्नुहुन्छ त्यस्तो अधिक मासलाई भनेर तब भगवान सत्वरूपी विष्णु त्यो अधिक मासलाई साथै लिएर तुरुन्त भक्तहरूले घेरिएको परब्रह्म विराजमान हुनुभएको भगवान श्री कृष्ण द्विभुज भगवान कृष्ण भएको दिव्य गोलोक धाममा भगवान विष्णु पुग्नुभयो। तब सुतजीले पुनः फेरि नारदबाट साक्षात्कार पाएका मुनीश्वर र नारायण चुप रहेपछि तदनन्तर सागरमा पुरुषोत्तमबाट यहाँ कहिएका नयाँ नयाँ कथाहरू सुन्न चाहने ती ब्राह्मणहरूका पुत्र नारद मुनिले ती ब्रह्माका पुत्र नारद मुनिले फेरि उत्कण्ठापूर्वक कथा सोध्न थाल्नुभयो। अबको कथा भने शेष अर्को अध्याय 6औं अध्यायमा वर्णन गर्नेछौँ भन्दै पञ्चम अध्यायको कथा यहीँसम्म पूर्णताको प्राप्ति भएको छ। जय जय श्री कृष्ण, जय जय श्री राधे। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। नानासुगन्धि पुष्पाणि यथा कालोद्भवानि च पुष्पाञ्जलिर्मया दत्त्वा प्रियाण परमेश्वर। बोलो भक्तवत्सल भगवान को, पुरुषोत्तम भगवान को। बोलो जय जय श्री राधे, जय जय श्री राधे। समादरणीय सज्जन वृन्द, आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। अहिलेसम्म तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने अवश्य च्यानललाई सब्सक्राइब गरिदिनु होला। यसै गरी भिडियोमा लाइक कमेन्ट गर्न नभुल्नु होला। जय जय श्री कृष्ण, जय जय श्री राधे।